नमस्ते, म वीरेन्द्र मन। आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ विनय यादव। उहाँ राष्ट्रिय एकता अभियानका अध्यक्ष हुनुहुन्छ। आज हामी उहाँसँग विशेष गरेर यो अभियानले गरिरहेको गतिविधि, त्यसपछि उहाँहरूको जुन एउटा राष्ट्रिय एकता अभियानले गरिरहेको जनकपुरमा गर्ने सम्मेलन, यी विषयमा केन्द्रित भएर आज कुराकानी गर्छौँ। सबभन्दा पहिला स्वागत गर्छौँ विनय सरलाई। सर, स्वागत। धन्यवाद। नमस्ते। यो तपाईहरूको जुन अभियान छ नि, यो अभियानको उद्देश्य के हो? उद्देश्यको कुरा गर्ने हो भने हाम्रो राष्ट्रिय एकता अभियानको उद्देश्य विभिन्नहरू छन्, तर हिडन उद्देश्य चाहिँ देशलाई, मुलुकलाई सङ्घीय हिन्दू गणतन्त्रको रूपमा, देशको हिन्दू सङ्घीयता र गणतन्त्र त आइसक्यो, तर देशको जुन सांस्कृतिक पहिचान हो त्यो पहिचानलाई पुनः स्थापित गरेर देशलाई सङ्घीय हिन्दू गणतन्त्रको व्यवस्था देशमा गराउनको लागि हामीले मूलतः यो अभियान र आन्दोलन सुरु गरेका छौँ। यो विशेष गरेर अहिले जतिको यो हिन्दूसँग जोडिएको राजनीति भइरहेछ नि, ती सबैले राजा चाहिन्छ भनेर भनिरहेछ। तपाईहरू यो गणतन्त्र सहितको हिन्दू राष्ट्र चाहनु रहेछ। यसमा तपाईहरूको र उहाँहरूको भिन्नता भनेको यही हो हैन? हाम्रो देशमा विभिन्न सङ्गठनहरू, विभिन्न हिन्दूवादी सङ्गठनहरूको नाममा जुन एउटा अहिले देशभरिमा प्रदर्शन भइरहेको छ, त्यो कतै न कतै हिन्दुत्वको काम कम, हिन्दू संस्कृतिको काम कम, तर हिन्दूको ब्यानर अगाडि गरेर, हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि गरेर राजालाई अथवा दरबारलाई अथवा सङ्घीयताको एगेन्स्टमा जुन गतिविधि भइरहेको छ, जुन लोकतन्त्रको एगेन्स्टमा जुन माहौल सिर्जना गरिएको छ, त्यो चाहिँ दुर्भाग्यपूर्ण कुरा हो। कि त उहाँहरूलाई हिन्दूवादी नै सङ्गठन हो भने, वास्तवमा हिन्दूवादी सङ्गठन हो भने हिन्दू राष्ट्रको लागि उहाँहरूले आन्दोलन गर्नु पर्थ्यो। तर हिन्दू राष्ट्रको नारा चाहिँ दिने, तर उहाँहरूको टार्गेट के चाहिँ जनताको जुन सार्वभौम सम्पन्न जुन एउटा व्यवस्था प्राप्त भएको छ, जनताको जुन व्यवस्था छ, त्यो व्यवस्थामाथि प्रहार गर्ने उहाँहरूको जुन कार्य छ, त्यो कार्य हिन्दू सङ्गठनको ब्यानरमाथि हुनु हुँदैन। किनभने हिन्दू शब्द आफैमा लोकतन्त्रको पर्यवेक्षक यस्तो हो कि हिन्दू शब्द भन्दा पनि अब हिन्दूको राजनीति वा हिन्दुत्वको राजनीति गर्नु छुट्टै विषयवस्तु हो, तर त्यसलाई पनि त्यो देशका राजनीति व्यवस्थासँग जोड्ने गरिन्छ कि त्यो गम्भीर समस्या होइन? हिन्दू भनेको आफैमा लोकतन्त्रको पर्यवाची हो। हिन्दू शब्द भनेको जहाँ हिन्दू हुन्छ त्यहीँ लोकतन्त्र हुन्छ, जहाँ हिन्दू संस्कृति हुन्छ त्यहाँ लोकतन्त्र सुरक्षित हुन्छ। त्यस कारणले यो व्यवस्थाको जुन कुरा छ, व्यवस्था जुन जनतालाई जुन व्यवस्था मनपर्छ, जनतालाई जुन सुविधा दिन्छ, जनतालाई जुन लोकतन्त्र स्थापित गर्छ, त्यो नै व्यवस्था राम्रो हो। त्यो व्यवस्था चाहिँ निश्चित रूपले गणतन्त्र जुन व्यवस्था छ अहिले 21औं शताब्दीको, त्यो 21औं शताब्दीको गणतन्त्रको व्यवस्था जस्तो अहिलेको परिस्थितिमा कुनै पनि दुनियाँको कुनै पनि व्यवस्था सर्वोत्तम छैन गणतन्त्र भन्दा। त्यस कारणले गणतन्त्र हुँदाहुँदै हाम्रो देशको जुन सांस्कृतिक पहिचान हो, त्यो पहिचानलाई स्थापित गर्ने र यो देशको सनातन संस्कृतिलाई यो पहिचान बनाउने हाम्रो अभियान हो। त्यस कारणले हाम्रो प्रमुख एजेन्डा चाहिँ सङ्घीय लोकतान्त्रिक हिन्दू गणतन्त्र हो। किनभने यो देशमा हामी फेरि हजुरले तपाईँले सोध्नुहुन्छ कि सङ्घीयता किन आवश्यक छ? जब हिन्दूको कुरा गर्नुहुन्छ भने सङ्घीयता, हिन्दुत्वमा कसरी सङ्घीयतालाई समेटिन्छ? हिन्दू भनेको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाको कल्पना गर्ने विचार हो र पङ्क्तिमा, लाइनमा लागेको अन्तिम व्यक्तिसम्म शासन व्यवस्था, शासनको अनुभूति दिलाउने जुन संस्कृति हो, त्यो हिन्दू संस्कृति हो। त्यस कारणले अहिले जुन नेपालमा विभेद जुन थियो कैयौँ 100 वर्षदेखि र एउटा आफ्नै देशमा भएर पनि शासनसम्म पहुँच नभएका जुन मधेसी, थारू, जनजाति, आदिवासीहरूको जुन एउटा विभेद थियो प्रति, त्यस कारणले यहाँ सङ्घीयता जुन सर्वे भवन्तु सुखिनःको हिन्दुत्वमा जुन सिद्धान्त छ, सबैसम्म शासन व्यवस्था पुगोस् भन्ने जुन सोच छ, त्यो सोचको आधारमै यो सङ्घीयताको कतै न कतै व्याख्या हो। र त्यो सङ्घीयताले यो देशमा जुन आदिवासी
जनजाति थारू मधेसीप्रति जुन विभेद भएको छ त्यो विभेदलाई अन्त्य गरेर शासनसम्म सबैको अनुभूति हो शासनसम्म त्यसको लागि संघीयता जुन एउटा व्यवस्था हो त्यो उपयुक्त हो। त्यसको कारणले हिन्दू र संघीयता कुनै पारस्परिक विरोधी सिस्टम होइन। अहिले जसरी संघीयता आएको छ, संघीयताले जसरी तपाईहरूले भन्नुभयो नि सर्वे भवन्तु सुखिना, त्यो आधारमा हिँडिरहेको छ त्यो व्यवस्था, सङ्घीय व्यवस्था। हाँ, एकदम सङ्घीय व्यवस्था के छ भने अहिले देशको सङ्घीयता अहिले नयाँ छ। अहिले सङ्घीयता हामीलाई नाममा चाहिँ व्यवस्थामा चाहिँ सङ्घीयता प्राप्त भयो, तर कहीँ न कहीँ व्यवहारमा चाहिँ पूर्ण रूपले सङ्घीयता चाहिँ पाएको छैन, अधिकार सम्पन्न सङ्घीयता पाएको छैन। त्यस कारणले अहिले जसरी जसरी डेमोक्रेसी, लोकतन्त्र, गणतन्त्र मेच्योर हुँदै जान्छ त्यसबाट सङ्घीयता चाहिँ झन्न मजबुत हुन्छ। र त्यो मजबुत गराउनको लागि हिन्दू संस्कृतिबाट जुन हामीले हिन्दू गणतन्त्रको जुन कुरा गऱ्यौँ त्यो सङ्घीयतालाई पनि मजबुत गर्नको लागि सङ्घीय हिन्दू गणतन्त्र आवश्यक छ। किनभने जब हिन्दू जोडिन्छ त्यसमा सबैको, मैले भने नि पिछडिएको लाइनको पछाडिको व्यक्तिसम्मको जब कल्पना हुन्छ तब सङ्घीयता पनि मजबुत हुन्छ र सङ्घीयताबाट हुने कामहरू पनि मजबुती देखिन्छ। र सङ्घीयता जब शासनको विकेन्द्रीकरण सङ्घीयता हो र त्यो जुन प्रदेश सरकारहरू छन् उनको कामको पनि आम पब्लिकले, पिछडिएको पब्लिकले, गरिब जनताले अनुभूति गर्छ। अहिले नै तपाईँको सङ्घीय शासन व्यवस्था भन्नेको थोरै भएको छ, यो आएको थोरै हो, तर पनि सङ्घीय शासन व्यवस्था या सङ्घीयताको विपक्षमा पनि आवाज अहिले त्यतिकै उठ्न थालेको छ। कारण के हो भने सङ्घीयताले जुन दिनुपर्ने हो त्यसलाई बिजनेस भनौँ, त्यो बिजनेस दिन सकिरहेको छैन। जनताको भित्रको असन्तुष्टिलाई यो सङ्घीयताले सम्बोधन गरिरहेको छैन। होइन, त्यो सङ्घीयता त्यो नेताको दोष हो, त्यो व्यक्तिको दोष हो, त्यो सिस्टमको दोष होइन। तपाईँले भन्नु नेताले आफ्नो जनतालाई आफ्नो डेलिभर नगर्नु भनेको त्यो नेताको दोष हो। डेलिभर नेताले गरिरहेको छैनन्। त्यो बसेको कुर्सीमा जुन लिडर छन्, नेता छन्, मन्त्री छन्, मुख्यमन्त्री छन्, उनले जनतालाई अनुभूति गराउन सकिरहेको छैनन् र आफ्नो कामको डेलिभर चाहिँ गर्न सकिरहेको छैन, आफ्नो दायित्वको डेलिभर गर्न सकिरहेको छैन। त्यस कारणले ती नेता, ती मुख्यमन्त्री दोषी हुन्, त्यो नेता मन्त्री दोषी हुन्, सिस्टम दोषी होइन। सिस्टम त आफैमा उपयुक्त सिस्टम हो र यो सिस्टमबाट नै यो देशको जुन पिछडिएका समाज छ, जुन शासनबाट आफूलाई वञ्चित समाज छ, त्यो समाज यही सिस्टमबाट आउने हो। तर जुन डेलिभर गर्न सक्दैन जुन नेता, जो मुख्यमन्त्री, जो मन्त्री, त्यसलाई यो जनताले नकार्छ र आउने निर्वाचनमा यिनीहरूलाई घोक्रे ठ्याक लगाएर सत्ताबाट पदच्युत गर्छ र एउटा इमान्दार र आफ्नो प्रदेशलाई विकास गर्ने, डेलिभर दिने नेतालाई ल्याएर बसाउँछ। अहिले त त्यो बसायो भने पनि, बसाउने भनेको काङ्ग्रेस हो। यदि परिवर्तन आयो भने काङ्ग्रेस आउँछ, त्योभन्दा पनि नेकपा आउँछ, नेपाल कम्युनिस्ट पार्टी आउँछ। नेकपा कम्युनिस्ट पार्टी अहिले दुई ध्रुवमा विभाजित छ, होइन भने माधव नेपालको प्रचण्डजीको अध्यक्षवाला पार्टी आउँछ भनेको यही घुमाइ फिराइ भनेको सिस्टम त्यसैमा जान्छ। त्यसकारणले जनताले अब यो सङ्घीयताले धेरै दिन्छ भन्ने आशा नगर्दा हुन्छ कि त्यस्तो अनुभूति छ? होइन, को आउँछ यो कुरा जनतालाई थाहा छ। जनताले कसलाई चुन्नुपर्छ, को राम्रो मान्छे छ त्यसलाई चुन्नु भनेर जनताको निर्णयको कुरा हो। काङ्ग्रेसै आउँछ, कम्युनिस्टै आउँछ, यही जसपा आउँछ भनेर भन्ने अहिले चुनावको कुरा अहिले हामीले मूल्याङ्कन गर्न सक्दैनौँ। किनभने निर्विरोध कोही स्वतन्त्र उम्मेदवार पनि आउन सक्छन्, होइन? त्यसकारण नयाँ शक्ति पनि आउनु तपाईँहरूसँग जुन अहिलेको हिन्दूवादी सङ्गठन छन् नि, जसले तपाईँको राजा सहितको राज संस्था सहितको हिन्दू राष्ट्रको वकालत गरिरहेका छन्, तिनीहरूसँग कुरा भएको छ कि छैन? छैन। हाम्रो धारै अलग हो। हाम्रो लोकतन्त्रवादी हामी धारमा पर्यौँ। हामी त्यस्तो हिन्दू अर्गनाइजेसनको ब्यानरमा कुनै व्यक्तिलाई, कुनै राजालाई लादेर हिँड्ने हाम्रो धार होइन। हिन्दू भनेको अहिलेको बुझाइ के छ भने आम जनताको हिन्दू भनेको राजा, राज संस्था,
भनेको यदि हिन्दूको नारा कसैले दिन्छ भने त्यो राज संस्थाकै नारा हो भनेर बुझाइ छ कि तपाईँकै मात्र फरक मैले हेरेको होइन? समग्रमा त्यो बुझाइ चाहिँ गलत हो। किनभने एउटा त्यो बुझाइ किन आयो जनतामा भने यहाँ वर्षौँ वर्षदेखि राज संस्थाले शासन गरेको छ र कहीँ न कहीँ यहाँको नेपालको राज संस्था चाहिँ हिन्दू नै थियो। तर हामी संस्कारको र संस्कृतिको व्याख्या गरौँ भने इस्लाममा पनि बादशाहको राजाको प्रचलन थियो। तर धेरै जसो देशहरूमा बादशाह आज छैनन्, गणतन्त्र छ। तर गणतन्त्र हुँदाहुँदै त्यो मुलुकको पहिचान इस्लामिक रिपब्लिकनको रूपमा परिचित छ र आफ्नो संविधानमा आफ्नो दुनियाँभरिमा आफ्नो पहिचान चाहिँ रिपब्लिकन इस्लामिक कन्ट्रीको रूपमा परिचित छन्। जस्तै पाकिस्तान छ, इराक छ, इरान छ। त्यस्तै नेपाल पनि हामी गणतन्त्र हुँदाहुँदै पनि रिपब्लिकन हिन्दू कन्ट्रीको रूपमा हामीले नेपाललाई पनि परिचित गराउन सक्छौँ। र यो भयो भने दुनियाँभरिको जुन 150-200 जुन अरबको जुन जनसङ्ख्या छ हिन्दूहरूको, र हिन्दूहरू बाहेक पनि हिन्दू मानवभन्दा बाहिरको कल्चरको व्यक्तिहरू पनि नेपालमा हिन्दुत्वलाई शोध गर्न, हिन्दुत्व जान्न, हिन्दुत्व हेर्नको लागि आउँछन् र त्यसबाट हाम्रो सांस्कृतिक पर्यटन चाहिँ बढ्छ र देशको आर्थिक उपलब्धि पनि एउटा ठुलो हुन्छ र यो देश चाहिँ तब मात्रै यो देश चाहिँ आर्थिक रूपमा सबल हुन्छ र यो देश विकास हुन सक्छ। नत्र अहिलेका जुन नेता राजनीति र जुन लोकतन्त्रको नाममा जुन धर्मनिरपेक्षताको वकालत गर्ने सेकुलर र विदेशी चलखेलको आधारमा देशको संस्कृतिलाई नै समाप्त पार्ने जुन नेताहरूले षड्यन्त्र गर्दैछन्, त्यसबाट देश चाहिँ कहिले उभो लाग्दैन। त्यसकारणले यो देशलाई जोगाउनु छ भने, यो देशको आर्थिक उन्नति गर्नु छ भने यहाँ यो देशको जुन सांस्कृतिक पहिचान हो त्यसलाई स्थापित गरेर धार्मिक पर्यटनलाई बढावा दिनुपर्छ र यो देशलाई पुनः हिन्दू राष्ट्र स्थापना गरेर दुनियाँमा एउटा मोडल देश बनाएर यो देशलाई विकास गर्न सकिन्छ। नेपाल मात्र हिन्दू राष्ट्र थियो, संविधान बन्दाखेरि त्यसलाई हटाइयो, त्यो जनआन्दोलनको भावना अनुसार त्यसलाई हटाइयो। तपाईलाई के लाग्छ किन हटाइयो र कसरी हटाइयो? हैन, यो दुनियाँमा 13-14 वटा मुलुक चाहिँ हिन्दू राष्ट्र थियो। बिस्तारै बिस्तारै सबै ठाउँहरूमा षड्यन्त्र हुँदै गयो। अन्य धर्मावलम्बीहरूले प्लानिङको तहत आफ्नो सङ्ख्या वृद्धि गर्दै गए र सेकुलर नेताहरूले त्यहाँका आफ्नो आफ्नो देशको सेकुलरको कुरा बढी, सेकुलरिजमको बढी कुरा गर्ने र त्यहाँ सबै देशहरूबाट बिस्तारै बिस्तारै हिन्दुत्व चाहिँ समाप्त, संवैधानिक रूपले हिन्दुत्व समाप्त भयो। एउटा मात्रै बचेको थियो नेपाल। यहाँ पनि त्यही भयो। यहाँ पनि तपाईँ पहाडमा जानुहुन्छ भने इसाईयतको बिगबिगी छ। इसाईयत दिन दुगुना रात चौगुना फैलाउने काम हुँदैछ। घर घर गएर बाइबिल बाँड्दैछन्। किन भाइ? बाइबिल कसैलाई पढ्नु छ भने बुक स्टेसनरीबाट गएर, बुक स्टलबाट गएर किनेर पढ्छ। तर घर घर किन बाँट्नु? हामी गीता त बाँट्न जाँदैनौँ। किन बाँट्नु? बाँट्नु पर्यो नि, तपाईँहरूले पनि बाँट्नु। बाँट्नु भनेको त्यो प्रचार हो, जबरजस्ती हो। मसँग कुनै प्रकाशन छैन, मसँग त्यति आर्थिक भार छैन, अथवा कुनै व्यक्तिले गर्न सक्ने काम होइन। तपाईँलाई गीता पढ्ने उत्सुकता हुन्छ भने तपाईँ आफै बुक स्टलमा गएर गीता किनेर पढ्नुहुन्छ। त्यस्तै मलाई बाइबिल पढ्ने आवश्यक भयो भने म बुक स्टलमा गएर बाइबिल किन्छु। तर मेरो घरमा प्रचार गर्न आउने मान्छेको त्यो कुनै न कुनै निश्चित रूपले आफ्नो उद्देश्य र आफ्नो षड्यन्त्र गरेर ऊ आएको हुन्छ। ऊ फ्रीमा बाइबिल दिनको लागि आएको होइन, धर्म परिवर्तन गराउनको लागि आएको हुन्छ। त्यस कारणले यो जुन धर्म परिवर्तनको जुन यहाँ खेला चलिरहेको छ पहाडमा र मधेसमा, इस्लामिक जुन एउटा समाजको जुन षड्यन्त्र भइरहेको छ, दिन दुगुना रात चौगुना जनसङ्ख्या बढाउनेतिर जुन उनीहरूको षड्यन्त्र भइरहेको छ, त्यसबाट यहाँको जनसङ्ख्यालाई प्रभावित गरेर र यो नेताहरूलाई सेकुलरिजमको कुरा उठाएर यो देशको सांस्कृतिक पहिचान समाप्त गरेर जुन खेल भयो र यसमा विदेशी हस्तक्षेप जुन भयो सेकुलरिजमको लागि, विदेशी डलरको चलखेल भयो, त्यसबाट नेपाल रहेको एउटा बचेको हिन्दू राष्ट्र दुनियाँको यो पनि समाप्त भयो संवैधानिक रूपले। अहिले जति नेतासँग कुरा गर्नुहोस्, यो संविधानको मूल मर्म या मूल तत्त्व या उपलब्धि भन्ने हो भनेको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता, यति भनिरहेको अवस्था छ हरेक राजनीतिक पार्टीले। अहिले जो जसपा
जसले संविधानलाई स्वीकार गर्दिन, यो संविधान अपुरो छ, त्यसले पनि आन्दोलन गर्दाखेरि यो संविधानमा भएका उपलब्धि भनेको तीनै हुन्, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता। त्यसको मूल स्पिरिट भनेको यो संविधानको। यदि यति हरेक राजनीतिक शक्तिले स्वीकारिसकेको अवस्थामा एक्कासी यो परिवर्तन हुन्छ, धर्म अब नेपाल हिन्दू राष्ट्र बन्छ भन्ने त यो कल्पनाभन्दा बाहिर हो। हैन, कल्पनाभन्दा बाहिरको कुरा त होइन, कल्पना त भइरहेको छ हैन। र राजनीतिक हामीले पनि संविधानलाई स्वीकार्यौँ, तर संविधानको गणतन्त्रलाई पनि स्वीकार्यौँ, त्यो पूर्ण उपलब्धि हो। आन्दोलनमा ६३ को आन्दोलनमा हामी नै गणतन्त्रको लागि, संघीयताको लागि हामी नै जेलमा बसेका थियौँ र संघीयता र गणतन्त्र वास्तवमा उपलब्धि हो। तर धर्मनिरपेक्षता चाहिँ हाम्रो देशको कल्चरमाथि, संस्कृतिमाथि प्रहार हो। ठिक छ, धर्मनिरपेक्षताको मतलब चाहिँ धर्मनिरपेक्षता शब्द आफैमा पन्थनिरपेक्ष हो। धर्मनिरपेक्ष होइन, सेकुलरिजम भनेको पन्थनिरपेक्ष हो, धर्मनिरपेक्ष होइन। कुनै पनि व्यक्तिबाट देश बन्छ, त्यो देशको चाहिँ धर्मनिरपेक्ष हुन सक्दैन, आफ्नो सांस्कृतिक पहिचान हुन्छ। जसको आफ्नो सांस्कृतिक पहिचान हुँदैन त्यसभित्र राष्ट्रियता हुँदैन। तपाईहरूको सङ्गठन नि, तपाईहरूको जसरी अहिले विभिन्न सङ्गठनहरू छन्, त्यसका विभिन्न जुन भारत, खास गरेर हिन्दू राष्ट्र या हिन्दुत्वको जुन सङ्गठनहरू छन् तिनी भारतमा बढी हुन्। तिनीहरूको शुभेच्छुक सङ्गठन जस्तो या एक प्रकारले मैत्री सङ्गठन जस्तो तपाईहरूको त्यस्तो छ कि छैन? होइन, म त के भन्छु, दुनियाँ खाली भारत मात्रै होइन, दुनियाँभरिको जुन हिन्दू शक्तिहरू छन्, कम्युनिस्ट एक हुन सक्छन् भने हिन्दू शक्ति किन एक? तपाईहरूको कोसँग होला या कोसँग नजिक तपाईको भारतीय यसलाई होला नि त, हामीसँग एउटा मैत्री सम्बन्ध हुन्छ नि त सङ्गठन बिचमा। तपाईको सङ्गठन यो राष्ट्रिय एकता अभियानको कोसँग अलि छ? दुनियाँमा जो पनि हिन्दुत्वको कुरा गर्छ, लोकतन्त्रको कुरा गर्छ, उसँग हाम्रो सम्बन्ध भइहाल्छ। अहिलेसम्म भएको छैन, तर भविष्यमा हुन सक्छ। जो आउन सक्छ, हेल्प गर्न सक्छ, सँगै बस्न सक्छ, त्योसँग हामी फ्लेक्जिबल छौँ। कुनै हामीमा कुण्ठा छैन। कुनै पनि देशको हिन्दू शक्ति छ भने उसँग लोकतन्त्र। यो नेपालको सन्दर्भलाई हेर्ने हो भने अशोक सिङ्गलसँग मेरो कुरा भएको थियो। उहाँले के भन्नुभयो भने नेपालको संविधानका निर्माण भयो, त्यसका केही असहमति, हाम्रो असन्तुष्टि होला, तर हामीले यसको स्पिरिटमाथि बोल्दैनौँ। उहाँ पनि कहीँ न कहीँ यो अहिले जुन संविधान छ त्यसमा समर्थन जनाएको व्यक्ति होइन। मान्य अशोक सिङ्गलजी प्रति मेरो श्रद्धा सुमन छ। उहाँ अहिले समाजमा हुनुहुन्न, उहाँ हिन्दू समाजको लागि एउटा मार्गदर्शक हुनुहुन्थ्यो, एउटा पूज्य व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ आफ्नो जीवनको एक पल चाहिँ हिन्दू समाजको लागि दिनुभएको छ। आफ्नो व्यक्तिगत घर परिवार त्याग गरेर पुरै समाजको लागि उहाँले जुन योगदान दिनुभयो, त्यस कारणले हिन्दू मुभमेन्टमा उहाँबाट धेरै हामीले सिक्न पाएका छौँ र उहाँबाट प्रेरणा पाएका छौँ र आज हामी काम गर्दैछौँ चारैतिर। र त्यस कारणले जसरी हजुरले सिङ्गलजीको जुन कुरा उठाउनु भयो, उहाँले स्वागत गर्नुभयो, तर केही असहमति जनाउनु भयो। ठिक त्यस्तै नै हजुरलाई तपाईँले भन्दैछु कि जुन दिन संविधान जारी भयो त्यो दिन म आफै प्रेस विज्ञप्ति जारी गरेँ कि हामीलाई हिन्दू समाजलाई यो संघीयता गणतन्त्रको जुन संविधान आएको छ यो स्वागत योग्य छ हुँदाहुँदै पनि हामीलाई एक बुन्दा चाहिँ धर्मनिरपेक्षताको जुन बुन्दा छ त्यसमाथि हामीलाई असहमति छ र त्यस कारणले हामीले यो संविधानलाई जलाउँदैछौँ। त्यो बुन्दालाई हामी त्यसबेला वीरगन्जमा हाम्रै नेतृत्वमा हिन्दू समाजले संविधानलाई जलाएर, त्यो बुन्दालाई जलाएर, त्यो हामी त्यति बेलादेखि हामी आन्दोलनमा छौँ, निरन्तर आन्दोलनमा छौँ। त्यो बुन्दा जहिलेसम्म सचिँदैन तबसम्म हाम्रो यो आन्दोलन जारी रहन्छ र यसलाई आगामी दिनहरूमा झन् बलियो र तपाईहरूको अरू राजनीति सोच छैन, केवल नेपाललाई धर्मनिरपेक्षताबाट हटाएर हिन्दुत्व राष्ट्र बनाइदियो भने सिद्धियो होइन। देश सङ्गठन हो भने राजनीतिक सोच पनि हुन्छ। राजनीतिक पार्टी होइन, तर देश कस्तो अगाडि बढ्नुपर्छ, हाम्रो देशमा कसरी विकास गर्न सकिन्छ, यसको मोडल चाहिँ सङ्गठनले दिन सक्छ। त्यसो भए अहिले प्रधानमन्त्रीको कदमलाई कसरी तपाईँहरू लिनुहुन्छ? प्रधानमन्त्रीको कदम असंवैधानिक हो। प्रधानमन्त्रीले यस्तो गर्नु हुँदैन। तर प्रधानमन्त्रीको साथ म
सिङ्गो कम्युनिस्ट पार्टीलाई पुरै कम्युनिस्ट पार्टीलाई यसमा दोषी ठान्छु किनभने कम्युनिस्ट पार्टीको जुन जनताले जुन हामीले बहुमत दियौँ नि त्यो बहुमतबाट कम्युनिस्ट पार्टी त्यो बहुमत पच्न सकेन र त्यो बहुमतको बलमा उहाँहरूले जुन चाइनिज ताण्डव नेपालमा गर्नुभयो विदेशी जुन कसैले होली वाइन बाँड्न थाल्यो होली सम्मेलन गराउन थाल्यो होली वाइन बाँड्न थाल्यो कोही रातो म्याडमलाई घर घर घुमाउन थाल्यो त्यो यो जुन चलखेल गराउन सुरु गरे जुन कम्युनिस्ट पार्टी आफ्नो सत्ता र बहुमतको मातमा आएर त्यसको फलस्वरूप आज हाम्रो देशमा यो राजनीतिक सङ्कट आएको छ र यो देशमा अहिले जुन हामीले सदन एउटा लोकतान्त्रिक मुलुकको लागि सदन सर्वोच्च निकाय मानिन्छ त्यो आज सदनलाई हामीले गुमाउन पुगेका छौँ। यसमा केपी ओली प्रचण्ड र माधव नेपाल सबैलाई समान जिम्मेवारी लिनुपर्छ यो दोषको र उहाँहरूलाई आम जनतासँग म आग्रह गर्छु यो कम्युनिस्ट पार्टीलाई यदि लोकतन्त्रमा जनताको विश्वास छ भने यो कम्युनिस्ट पार्टीलाई आउने निर्वाचनमा स्तर हेराएर जनताबाट लखेटेर यो यिनको बदला चाहिँ लोकतन्त्रमा जुन घात गरेको छ कम्युनिस्ट पार्टीले उनको बदला चाहिँ निर्वाचनमा जनताले लिनेछ। कसलाई दिने त भोट जनताले? लोकतन्त्रको जो पक्षमा छ सदनको जो पक्षमा छ त्यसलाई दिनुपर्छ। सदनको पक्षमा काङ्ग्रेसलाई दिनु पर्यो हैन म जसपालाई दिनु हैन जो व्यक्ति इमानदार छ जो जनताको लागि काम गर्छ त्यो तपाईको हिसाबमा तपाईको दृष्टिकोणमा इमानदार व्यक्ति को? मेरो निर्वाचन क्षेत्रमा जो आउँछ 4 जना 5 जना त्यसमध्ये एकजना तपाईको निर्वाचन क्षेत्रमा आयो भने तपाईले त्यसलाई दिनुहुन्छ। इमानदार व्यक्तिलाई जसले समाजको लागि काम गरोस् जसले लोकतन्त्रको लागि आस्था राखोस् त्यस्तो व्यक्तिलाई दिनुपर्छ। तपाईँ लोकतन्त्र संहिता र इमानदार व्यक्तिलाई चयन गर्नुहुन्छ तपाईँ फेरि त्यहाँ कहाँ चुक्नुहुन्छ भने तपाईले हिन्दू राष्ट्रको वकालत गर्नेलाई भोट दिनुहुन्न। हैन 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 नो 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 म मेरो जुन निर्वाचनको जुन क्यान्डिडेटलाई चयन गर्ने प्रोसेस हुन्छ म आम पब्लिकको लागि हजुर तपाईले भने तर म जस्तो हिन्दूवादीहरूले चयन गर्ने जुन प्रोसेस हुन्छ त्यो हिन्दू आफ्नो धर्म संस्करण क्यान्डिडेटले आफ्नो धर्म संस्कृतिलाई कति महत्त्व दिन्छ लोकतन्त्रलाई कति महत्त्व दिन्छ। तपाईकै जिल्लाको हुनुहुन्छ हाम्रो प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउत उहाँलाई कसरी लिनुहुन्छ? लालबाबु राउतजीले उहाँको कार्यशैली उहाँले गरिरहनु भएको संहितालाई सबलीकरणको पक्षमा गरिरहनुको कामहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? उहाँको कार्य जनताप्रति उत्तरदायी छैन। उहाँले जुन जनताले उहाँले दायित्व दिएको थियो उहाँको पार्टीले जुन दायित्व दिएको छ मलाई लागिरहेको छैन कि उहाँले डेलिभर गर्न सकिराख्नु भएको छ। उहाँले कहीँ न कहीँ सेकुलरको नाममा उहाँले पनि पक्षपात गरेर जसरी यो प्रदेशमा हुँदै नभएको उहाँले एउटा बिल ल्याउनु भयो मदरसा विधेयक। उहाँले त के भन्नुभयो भने त्यो विधेयक जब टेबल भयो संसदमा र त्यसपछि उहाँका जुन कार्यक्रमहरू विभिन्न ठाउँमा भयो र मुस्लिम सङ्गठनहरूको कार्यक्रममा उहाँ जानुभयो उहाँले के भन्नुभयो यो अमूल परिवर्तन हो नेपालको शिक्षा प्रणालीमा आजसम्म हुँदै नभएका ती तमाम जो शिक्षाबाट पिछडिएका समुदाय थिए त्यसलाई मूल प्रवाहीकरणमा ल्याउनको लागि हामीले यो विधेयक ल्याएछौँ। हैन बाबा यो शिक्षामा पिछडिएको जनताको लागि गाउँ-गाउँमा स्कुल खोल्नु पर्ने गाउँ-गाउँमा विद्यालय खोल्नु पर्यो। अहिलेसम्म प्रदेशको आफ्नो विश्वविद्यालयको विधेयक आएको छैन। एउटा धर्म पढाउने अहिले मदरसाको कुरा गऱ्यौँ भने विभिन्नवटा देशमा मदरसाबाट देशहरू राज्यहरू पीडित छ किनभने त्यो मदरसाहरूबाट अवांछित गतिविधि आतंकवादी गतिविधिहरूलाई प्रश्रय दिने जुन मदरसामा कार्य भइरहेको छ त्यसबाट मदरसाबाट धेरै विभिन्न कन्ट्रीहरू पीडित छ। यहाँसम्म कि पाकिस्तान पनि मदरसामाथि प्रतिबन्ध लगाउने र धेरै मदरसाहरू कम गरिसक्यो। यस्तो परिस्थितिमा एउटा धर्म संस्कृतिलाई पढाउने जुन तराईमै बहुत न्यून सङ्ख्यामा छन् उनको लागि जुन मदरसा विधेयक ल्याउनु पर्थ्यो विश्वविद्यालयको विधेयक ल्याओस् न स्वागत छ तर त्यो काम नगर्ने आफ्नो धर्म आफ्नो संस्कृतिलाई प्रमोट गर्ने जुन उनले विधेयक ल्याए वो सरासर अन्याय हो। यहाँको बहुल जुन सङ्ख्यामा जुन हिन्दू संस्कृति धर्मावलम्बीहरू छन् उनमाथिको उनको अन्याय हो। अहिले भर्खरको उनको मैले एउटा कार्यक्रम हेरेँ महोत्तरीमा एउटा मजारको उनले शिलान्यास गर्न गए
12 करोड रुपैयाँ एउटा मजारको लागि उनले विनियोजन जुन गरेर मजारको शिलान्यास गर्न गए, जबकि त्यो जग्गा स्वयं विवादित छ। जुन जग्गामाथि उनले पैसा विनियोजन गरे त्यो जग्गा गौचरण हो, त्यो जग्गा चाहिँ आफैमा विवादित जग्गा हो। त्यस्तो विवादित जग्गामा उनले गएर यो प्रदेशको आफ्नो रगतबाट बहुसङ्ख्यक हिन्दूले तिरेको करको पैसा चाहिँ लगेर एउटा धर्म संस्कृतिलाई बढावा, आफ्नो धर्म संस्कृतिलाई बढावा दिने जुन उनले काम गरे, त्यो एउटा मुख्यमन्त्रीले गर्ने काम होइन। मुख्यमन्त्रीले पक्षपात गर्ने काम होइन। मुख्यमन्त्रीले त के भन्नुहुन्छ भने हामीले सुरुवात कहाँबाट गऱ्यौँ भने जानकी मन्दिरको सौन्दर्यकरण गर्नेबाट गऱ्यौँ र त्यसकारणले यो प्रदेश सबै धर्मको व्यक्तिको प्रदेश हो। त्यसकारणले हामी सबै ठाउँमा सबै धर्मका व्यक्तिलाई समान दृष्टिकोणले हेर्छ। विगतमा जसरी हेरियो त्यस्तो अब हामी हेर्दैनौँ। त्यसकारणले हामी सबै ठाउँमा लगानी लगाइरहेछौँ, मदरसा, चर्च, गुम्बा सबै ठाउँमा। हैन, सौन्दर्यकरणको उहाँले जुन कुरा उठाउनु भयो, जानकी मन्दिर मात्र हिन्दुत्वसँग जोडे एउटा समुदायसँग जोडेको पूर्वाधार होइन। जानकी मन्दिरको जुन एउटा सम्पदा हो त्यो एउटा हिन्दूसँग मात्रै जोडेको कुरा होइन, त्यो शान्तिसँग एउटा नारीसँग जोडेको इतिहास हो। त्यसकारणले त्यो हिन्दूलाई मैले गरिदिएँ त्यसकारणले मुस्लिमलाई पनि गर्नुपर्छ भन्ने छैन। जानकी मन्दिरले यो जनकपुरमा जुन ट्याक्स उठिरहेको छ त्यसमा जानकी मन्दिरको अहम भूमिका छ। यो ट्याक्स जुन राजस्व सङ्कलन भइरहेको छ त्यसमा जानकी मन्दिरको अहम भूमिका छ र यो प्रदेशको राजस्वमा पनि जानकी मन्दिरको अहम भूमिका छ। जानकी मन्दिरको कारणले हाम्रो बाहिरी पर्यटक कति आइरहेको छ, आन्तरिक पर्यटन हामीले कति भित्र्याएका छौँ, त्यसबाट उठेको राजस्व हेर्नुहोस् मुख्यमन्त्रीजी, र मजारले कतिको राजस्व दिएछ त्यो मुख्यमन्त्रीले म च्यालेन्ज गर्छु। यदि मजारले पनि राजस्व दिएको छ भने गर्दा हुन्छ, तर राजस्व नदिने, आतंकवादी गतिविधि हुने, अवांछित गतिविधि हुने, दङ्गा भड्काउने जुन स्कुलिङको छ त्यसलाई प्रश्रय दिने। त्यसो भए मुख्यमन्त्रीजीले आतंकवादीलाई प्रेसर गर्दै हुनुहुन्छ। आतंकवादीलाई भन्न त एकचोट ऊ हुँदैन, तर कहीँ न कहीँ दुनियाँको हामी मदरसाहरूको गतिविधि हेर्छौँ भने आतंकवादी र दङ्गा भड्काउने गतिविधिहरू मदरसाहरूबाट सञ्चालित छन्। त भइरहेको छ, यहाँ भइरहेको छैन छ या छैन त्यो त छुट्टै विषय होला, तर उहाँको प्रश्रय भनेको त्यही हो। यहाँ पनि धेरै जस्तो भिडियो घटनाहरू आएको छ। मदरसा मस्जिदमा के सिकाइन्छ, अरू धर्मप्रति कतिको वितृष्णा फैलाइन्छ, बिचमा हाम्रो घटनाक्रमहरू आइरहेको छ। जहाँ जहाँ मदरसा छ त्यहाँ बढी दङ्गा भइरहेको छ होइन, साम्प्रदायिक दङ्गा त्यहाँ फैलिरहेको छ। त्यहाँ पहिला यही समाजमा मदरसा मस्जिदहरू कम थियो, यही समाजमा मुस्लिमहरू हिन्दूसँग मिलेर एकअर्काको परमा जान्थ्यो। तर अहिले जसरी मदरसा मस्जिदहरूको सङ्ख्या बढ्दै गयो, बाहिरी अन्य देशबाट जुन मौलानाहरू आएर सिकाउने जुन पद्धति उहाँहरूको डेभलप हुँदै गयो, त्यसबाट त्यो ठाउँहरूमा आज चाहिँ समाजमा वितृष्णा फैलिने गयो र अहिले ठाउँमा दङ्गा भइरहेको छ। यो उहाँलाई प्रमाण म दिन्छु। उहाँले तपाईँसँग भेट्नु भएछ मुख्यमन्त्रीजीले? होइन, मुख्यमन्त्री बनेपछि हाम्रो भेट भएको छैन। हामी नगरवासी हौँ, त्यस कारणले मुख्यमन्त्री बन्नुभन्दा पहिला हाम्रो भेटघाट हुन्थ्यो सामान्य कार्यक्रमहरूमा, तर मुख्यमन्त्री बनेपछि भेट भएको छैन। तपाईँको गाउँ ठाउँमा अहिले यो जनकपुरतिरको या यतातिरको व्यक्तिको सबैभन्दा असन्तुष्टि गुनासो के छ भने मुख्यमन्त्रीजीले जति योजना लग्नुहुन्छ आफ्नो क्षेत्र केन्द्रित गर्नुभएको छ। तपाईँ भन्नुहुन्छ हिन्दू मुस्लिम गर्दै हुनुहुन्छ, अर्थात् यो असन्तुष्टिहरू छ नि व्यापक जुन जसरी छ, उहाँले त आफ्नो क्षेत्रमा छिफरमाई पोखरी त्यसपछि तपाईँको त्यो अन्य विभिन्न पोखरीहरूमा लगाउनु भएको छ योजनाहरू। होइन, हामी व्यक्तिमाथि केन्द्रित नहौँ, यो जुन डिबेट छ व्यक्तिमाथि केन्द्रित नहौँ। उहाँ एउटा आफ्नो नेताको हिसाबले, एउटा निर्वाचन क्षेत्रको हिसाबले उहाँले आफ्नो जुन दायित्व पुरा गरिराख्नु भयो होला, त्यो कतै न कतै मै यदि सांसद भएँ, मन्त्री भएँ भने निश्चित रूपले आफ्नो क्षेत्रलाई मेरो पहिलो दायित्व हो कि मेरो आफ्नो क्षेत्रको जनता सन्तुष्ट होस्। त्यसको लागि नेताको अर्कै दायित्व हुन्छ। तर मुख्यमन्त्रीको दायित्वबाट जुन हेर्ने, जुन आफ्नो प्रदेशलाई बनाउने जुन काम छ, प्रदेश सर्वोपरि हुन्छ मुख्यमन्त्रीको लागि। त्यस्तो ठाउँमा गइसकेपछि प्रदेशको समग्र प्रदेशको विकासमा के हुनुपर्छ, प्रदेशको विकास सांस्कृतिक पहिचान कसरी अगाडि बढ्छ,
त्यसमाथि केन्द्रित हुनुपर्छ र प्रदेशभरिको जनतालाई कसरी म डेलिभर दिन सक्छु त्यसमाथि ध्यान केन्द्रित हुनुपर्छ। तर मलाई लाग्छ कहीँ न कहीँ उहाँ एउटा सामान्य पार्टीको झोले कार्यकर्ता जस्तो आफ्नो अध्यक्षलाई खुसी पार्ने, आफ्नो नेतालाई खुसी पार्ने र डेलिभर जनतालाई नगर्ने र कतै न कतै आफ्नो धर्म संस्कृतिलाई मात्रै अगाडि बढाउने टाउकोमा लिएर हिँड्ने जुन उनले अहिले भर्खर दसैँको बेलामा कोरोनाको काल थियो, उहाँहरूको एउटा पर्व थियो मुस्लिमहरूको, त्यसमा उहाँले शुभकामना दिँदा बहुत धुमधामसँग मनाऊ शुभकामना छ भनेर लेख्नुभयो, प्रेस रिलिज जारी गर्नुभयो। तर त्यही हिन्दू संस्कृतिको आउँदा शुभकामना दिँदा उहाँले कतिको कंजुसियाई गर्नुभयो कि शुभकामना छ तर कोरोना छ, यो छ, कोभिड छ, यस कारणले घर घरमै मनाएर छठ मनाऊ, पोखरीमा जाऊ। म भन्छु ठिक छ, तपाईले छठको शुभकामना दिँदा सार्वजनिक ठाउँमा नजानुहोस्, घरमै बसेर छठ मनाउनुहोस्, कोरोना छ, कोभिड छ, तपाईले दिनुभयो, बहुत राम्रो गर्नुभयो। तर त्यही उहाँको मोहम्मद डे थियो कि कुन डे थियो, त्यसको शुभकामना दिँदा त्यो कोभिड याद आएन। उहाँको दृष्टिकोणमा यो भन्नाले आफ्ना संस्कृति, आफ्ना जातीयता, उहाँ प्रदेशको मुख्यमन्त्री नभएर एउटा धर्मको मुख्यमन्त्री छन् र त्यस्तो मान्छेलाई, त्यस्तो व्यक्तित्वलाई मुख्यमन्त्रीको कुर्सीमा जसले आफ्नो सम्पूर्ण प्रदेशलाई आफ्नो बुझ्न सक्दैन, सम्पूर्ण धर्मावलम्बीहरूलाई आफ्नो बुझ्न सक्दैन, त्यस्तो मान्छेलाई, त्यस्तो नेतालाई त्यहाँ बस्नलाई 1 मिनट पनि औचित्य छैन। उहाँले खुरुक्क राजीनामा दिएर जानुपर्छ, नत्र हामी आन्दोलन गर्छौँ, उहाँलाई हटाउँ। कहिलेदेखि आन्दोलन गर्नुहुन्छ? अब हाम्रो टिम बस्छ, निर्णय गर्छ, घोषणा गर्छौँ, आन्दोलनमा जान्छौँ। उहाँले जुन यो एउटा एक्साइटेड काम गरिराख्नु भएको छ आफ्नो धर्म संस्कृतिको लागि, यो देशमा तालिबानी संस्कृति स्थापित गर्नको लागि यो प्रदेशमा जुन उहाँले एउटा जालमा फसेर जुन लगानी गरिराख्नु भएको छ त्यसलाई चिर्नको लागि हामी आन्दोलनमा जाने बाध्य हुन्छौँ। कहिलेदेखि हुन्छ आन्दोलन? आन्दोलन त हाम्रो निर्णय हुन्छ, हाम्रो टिम बस्छ, एक्लैले भनेर हुँदैन, टिम छ, उसले निर्णय गर्छ, यहाँको प्रदेश कमिटी छ त्यसले निर्णय गर्छ, हाम्रो विद्यार्थी कमिटी छ त्यसले निर्णय गर्छ र आन्दोलनमा हामी जान्छौँ। हस्, धन्यवाद। धन्यवाद हजुरले समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।